हेलो साथीहरू सबैमा नमस्कार अनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी कुम्ती खोलामा एकदम खतरा माछा हन्टिङ गरिरहेछौँ हैन। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट सहयोग सब्स्क्राइब लाइक कमेन्ट सबै गरिदिनु होला है। त्यो भिडियोमा हामी चाहिँ आज खतरा पाराले माछा हानिरहेछौँ कुम्ती खोलामा हैन। ढडेको साथमा ढ्याक्क लाएर एकदम रमाइलो भइरहेछ हाम्रो चाहिँ हैन। है त साथीहरू ढ्याक्क यतातिर साना सानालाई भेट्यो ठुलालाई भेटेन क्या बिचले। अगाडि ए कत्रो त छिरो यार। ए तपाईँको खुट्टा छिरो यार। त्यो भन्दा ठुलो छ भने है त आयो हिमालयको पानी ठन्डा चोखो तिम्रो माया बर्खाको भेल भन्दा शीतल तिम्रो छाया तर अस्तिको प्रकारले पकाइ खान्छ भाइ। 12 मसला चाहिन्छ कि काका। ल्याउँछन् तिनीहरूले तिनीहरू जाऊ भन्नुपर्छ। कतिखेर ल्याउँछन् र पकाउनु त बत्ती छैन खोइ त सोलर पनि ल्या के खुकुरी जान्छ त्यही राख्नु यसका भिडियो गर्दाखेरि दुनियाँ देखाइसक्यो यस्तो छैन भनेर पछि मान्छेले भेटेर मार्छ। यस्तो दामी आउँछ। तिमीहरूलाई म भाइरल बनाइदिन्छु है। हत्तेरीका सान्नानी माछा कस्तो छ त कान्छा? दामी छ। हाम्रो छोटेलाई
कस्तो छ छोटे माछा अँ माछा जस्तै छ गङ्गटा गनाइहालेछ है गङ्गेटा भन्दा चाहिँ अलिकति फरक रहेछ माछा होइन खानेले खान्छन् हामी चाहिँ खानु नजाने क्या त्यसैमा पाक्न अनि अलिकति अनि थोरै भयो भइगयो क्या भेजेर खानु मन लाग्यो तर अलिकति सेतो चाहिन्छ भन्थ्यो क्या त्यो यिनीहरूले हुन्छ यिनीहरूले हुन्छ भाइ कस्तो गरेर ढेँडो नखाएको मान्छे भाइ पहिला ढेँडो के अरे कोदो 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 किन्न कोदो किन्न त थाहा छैन मलाई होइन खाना पसल भएदेखिबाट त ल भाइ हो भाइ यो सुरु गरियो त के छ मागेर खाउँ होइन यस्तै हो खानु त पर्छ अरू भने त्यो काम हो भने होस् नहोस् खानु